इथियोपियामा 12,000 वर्षपछि पहिलो पटक अचानक ज्वालामुखी विस्फोट भएको छ। विस्फोटबाट निस्केको धुवाँ लगभग 15 किलोमिटर उचाइसम्म पुग्यो र लाल सागर हुँदै यमन र ओमानसम्म फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अफार क्षेत्रको हाली गुब्बी ज्वालामुखीमा विस्फोट भएको हो। घटनामा कसैको पनि मृत्यु भएको छैन, तर यमन र ओमानका सरकारले विशेष गरी श्वास प्रश्वास समस्या भएका मानिसहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन्। आकाशमा खरानीका कारण विमान उडानमा पनि समस्या भइरहेको छ। वैज्ञानिकहरूले सयौं वर्षमा पहिलो पटक भएको ज्वालामुखी विस्फोटलाई यस क्षेत्रको इतिहासको सबैभन्दा असाधारण घटनामध्ये एक भनेका छन्। गल्फ न्यूजका अनुसार विस्फोटका कारण ठूलो मात्रामा सल्फर डाइअक्साइड SO2 पनि निस्केको छ, जसले वातावरणीय र स्वास्थ्यमा असरको चिन्ता बढाएको छ। वैज्ञानिकले यसले भित्र दबाव बढिरहेको, म्याग्मा सरिरहेको र थप विस्फोट हुने संकेत गरेको बताएका छन्। अनुसन्धानकर्ताहरूले अब हेली गुब्बीलाई अध्ययनका लागि एक प्रमुख स्थलका रूपमा हेरिरहेका छन्। उनीहरूले हजारौं वर्षको निष्क्रियतापछि यो ज्वालामुखी किन सक्रिय भयो भनेर बुझ्ने प्रयास गर्नेछन्। यस्ता अध्ययनले टेक्टोनिक रिफ्ट क्षेत्रमा अवस्थित ढाल ज्वालामुखीको व्यवहारमा नयाँ अन्तर्दृष्टि प्रदान गर्न सक्छन्। यो दुर्लभ विस्फोटको अध्ययन गर्ने वैज्ञानिकहरूले टेक्टोनिक रिफ्ट क्षेत्र जहाँ पृथ्वीका प्लेट अलग भइरहेका छन् त्यसमा अवस्थित ज्वालामुखीको व्यवहार बुझ्न मद्दत गर्नेछ। भारतमा समेत खरानी खस्ने सम्भावना देखिएपछि दिल्ली र जयपुर जस्ता क्षेत्रमा उडानमा निगरानी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मौसम विभागले यस घटनालाई नजिकबाट निहालिरहेको छ। खरानीको यो मुस्लो लाल सागर पार गरेर करिब 130 किलोमिटर प्रति घण्टाको गतिमा उत्तर पश्चिम भारततर्फ बढ़िरहेको थियो। यो सम्पूर्ण घटना लामो समयदेखि शान्त रहेको ज्वालामुखी 23 नोभेम्बरमा विस्फोट भएपछि घटेको हो। मौसम ट्र्याक गर्ने संस्थाहरूको भनाइ छ कि खरानीको यो मुस्लो सबैभन्दा पहिले पश्चिमी राजस्थानको माथिबाट भारतमा प्रवेश गर्यो। इन्डिया मेट स्काई वेदर अलर्टका अनुसार खरानीको बादल अब जोधपुर जैसलमेर क्षेत्रबाट भारतीय उपमहाद्वीपमा आइपुगेको छ। यो मुस्लो 130 किलोमिटरको गतिमा उत्तर पूर्वतर्फ बढ़िरहेको छ। खरानीको यो मुस्लोका कारण आकाश केही समयका लागि अनौठो देखिन सक्छ। यो खरानी 25,000 देखि 45,000 फिट माथि छ। सोमबार अबेर साँझसम्म यो धुवाँ राजस्थान, हरियाणा र दिल्लीका केही भागसम्म फैलिएको थियो। यसको एक हिस्सा गुजरातसम्म पुग्ने अनुमान गरिएको छ। मौसम एजेन्सीहरूले पंजाब, पश्चिमी उत्तर प्रदेशका तल्लो क्षेत्रहरू र हिमाचल प्रदेशका केही भागहरूमा रातभर यसको असर बढ़ी देखिन सक्ने चेतावनी पनि दिएका छन्। विज्ञहरूको अनुसार खरानी यति धेरै उचाइमा छ कि यसले जमिनमा स्वास्थ्यका लागि खतरा निम्त्याउने छैन, तर खरानीका केही कणहरू खस्ने सम्भावना भने छ। नागरिक उड्डयन महानिर्देशनालयले एयरपोर्ट अथोरिटी अफ इन्डियाको तर्फबाट ज्वालामुखीको खरानी सम्बन्धी एडभाइजरी जारी भएपछि र मस्कट फ्लाइट इन्फर्मेशन रिजनका केही भागमा खतरनाक स्थितिको चेतावनीपछि सबै भारतीय एयरलाइन्स कम्पनीहरूका लागि तत्काल एडभाइजरी जारी गरेको छ। नियामकले एयरलाइन्सहरूलाई रुटिङ र इन्धन योजना परिवर्तन गर्न भनेको छ। साथै क्रूलाई खरानी प्रभावित कुनै पनि एयर स्पेसबाट उडान भर्दा सावधान रहन सचेत गराएको छ। एडभाइजरीमा ज्वालामुखीको खरानीबाट प्रभावित क्षेत्रहरू र फ्लाइट लेभलबाट पूर्ण रूपमा बच्नु आवश्यक रहेको बताइएको छ। पाइलटहरूलाई इन्जिनको कुनै पनि अस्वाभाविक व्यवहार वा क्याबिनमा गन्ध आएमा तुरन्त रिपोर्ट गर्न भनिएको छ, जबकि डिस्प्याच टोलीहरूलाई रातभर मौसम सम्बन्धी अपडेटहरूमा नजर राख्न भनिएको छ। भारतीय मौसम विभागका महानिर्देशक मृत्युञ्जय महापात्रका अनुसार खरानीको प्रभावका कारण आकाश धुमिलो र बादल देखिनेछ। यसको असर केही घण्टासम्म रहनेछ, त्यसपछि यो पूर्वतर्फ अगाडि बढ्नेछ। यसको प्रभावका कारण शहरहरूको तापक्रममा सामान्य वृद्धि हुन सक्छ र न्यूनतम तापक्रम पनि बढ्नेछ। हावाको गुणस्तरमा पर्ने असर बारे अहिले नै केही स्पष्ट छैन। यो धेरै उचाइमा भएकाले हावामा यसको खासै असर पर्ने खतरा कम छ। वायु प्रदूषण बढेका कारण दिल्लीमा तेस्रो चरणका प्रतिबन्धहरू लागू गरिएका छन्। यसलाई ध्यानमा राख्दै दिल्ली सरकारका सबै कार्यालय र निजी प्रतिष्ठानहरूले 50% कर्मचारीहरूसँग मात्र काम गर्नेछन्। बाँकी कर्मचारीहरूले घरबाटै काम गर्नेछन्। एक दिन अघि मात्र जारी गरिएको आदेशमा यो जानकारी दिएको छ। यो निर्देशन दिल्ली सरकारको वातावरण विभागले जारी गरेको छ।